सानो मान्छे आज 3 महिना पुरा भए हाँस्दै छिन् ल हाँस्दै हो ल के दादाले भाइसँग कुरा गर न दद्दा भन्यो मम्मा भन्यो पप्पा भन्यो पप्पा भन्यो मम्मा भन्यो दद्दा भन्यो मम्मा भन्यो दद्दा भन्यो तिमीले नि यता आएर ल सानो मान्छेहरू हेर्नु पर्यो गुड ल है पक्ड मजाले तिमी अचल पछाडि हच्यौ त हो यस ल म 3 महिना आज पुरामै भन सानो मान्छे ड्याडी जानुभयो है अझै पल्टन पुग्नु भएको छैन ड्याडी भोलि पुग्नुहुन्छ 3 महिना भन न सानो मान्छे भाइसँग गफ गर न किची ए अहिले त साइलेन्ट मोडमा के भएको सानो मैले हल्ला छु नि त त्यही भएर यस्तरी नहल्लाउ त हाँसिन सानो चिसो भएर बढी हैन यिनको पुतो कति चल्छ हाँस्दै भन न अलि तल छ भन ए ल कता हेरिसिन हेर त दादा आमा ल के छ नछोडिदियो है सानो हेर त यत्रो बेर उफ्रिनु अहिले त्यहाँ गरेर के रहेको त्यस्तो मुख त्यो अडाउनु निकालेर पदिउ न हो त्यसरी आफ्नै कपडामा बस्ने र आछु छड्डी नासिन् हाँस्यो दादाले चुप्पा खानु भयो हाँस्ने नै उता पल्टाउली हो त्यस्तै अब यिनी त बिन्दास पारा सुते हो र हो त्यस्तै अङ्क चाहिँ अडाउन सिक्क भयो ठोक्काएको गर्ने कोहीले छोप्छु भन्ने हो अडाउन सकिन्न टाउको ठोक्यो बाबुको ठोक्यो हुन्छ अझै भाइको ठोक्काएर तिमी त ठुलो छौ नि त्यस्तो ठोक्काउनु न नि बच्चालाई जति बेला ठोक्काएर हामी रिमोट दिनु त के भन्यौ रिमोट के होइन खुट्टाले फाल्नु हुन्छ ओके सानो मान्छेलाई ठोक्कायो है दादाले हडा है दादाले ठोक्कायो नि बेबीलाई आज बेबी 3 महिना पुरा भए अनि होइन ठोक्कायो बाबुलाई ठोक्कायो नि छोप्छु भन्ने है बटन फुस्कियो माथि छोपा मैले मिलाउँछु आउँछु आउने मासिमा आउने आउँछ ए अलि पछि हट न तिमी आउँछ जति बेला लिन्छु भन्ने अनि लिने बेलामा फेरि दिन खोजिराख्ने तिमीले हो नि जति बेला लिन्छु भन्ने कहिले स्कुल जाने बेलामा नि कस्तो निस्क्यो ल ड्याडीले चाहिँ मिस गरेछौ नि बटन खुस्क्यो बाबुको